पहिलो एक्सले छोडेपछि यता पहिलो एक्सले छोडेपछि 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 गलकोटमा बग्यो दरीमा सँगै जीवन बिताउने बेलामा छुटिने रहेछ करीमा किन चुप्प हो जाडो भएको बुढाहरूलाई के भन्नु परेर हिँडिरहेछ त यतातिर मोहनपुरमा घर छ किन चुप्प हो जाडो सत्तसाली बनको अब भेट भैन के दगरायो मनको हत्तपाती सत्तसाली बनको अब भेट भैन के दगरायो मनको ल ल ओके मान्नु है
हाँस्ने खेल्ने रमाउने चाहिन्छ पोथी मलाई जाने चाहिन्छ हाँस्ने खेल्ने रमाउने चाहिन्छ पोथी मलाई जाने चाहिन्छ पहिलो एक्सले छोडेपछि पहिलो एक्सले छोडेपछि पहिलो एक्सले छोडेपछि पहिलो एक्सले छोडेपछि हे लेखतिर जाडो भए बेसीतिर जाम्ला सँगै जोबानका काटौँला सँगै जोबानका काटौँला हे छाया सुन्धरैमा तिमलाई नै मन पर्यो संसार सरैमा कहाँ छोराको सीता हुन्छौ भेट बोल्दैनौ मसित ढुङ्गे धारैमा बिराए ढुङ्गे धारैमा तिमलाई नै मन पर्यो संसार सरैमा जाउँदै कता हिँड्यौ लजाउँदै मन परेकी मान्छे हो हातका चुरा बजाउँदै कता हिँड्यौ लजाउँदै मन परेकी मान्छे हो। एउटा गीत गाइदिइहालौँ न गाडीका गाउँ न गाउँ हे लौरी तितेको थाहा पाइन दाइ मैले जवान बितेको पूर्णलाई स्वागत गर्न चाहन्छु। म रमेश राज पौडेल हजुरहरूलाई यो भिडियो देखाइरहेको छु मेरो यो फर्मको हजुरहरूले कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ कारको भन्ने कुरा र यहाँ क्यानाडादेखि हाम्रो साथी आउनुभएको छ मौरी हेर्नको लागि उहाँ बिकिपरै हो बिकिपरले मेलिफेरा पाल्दै हुनुहुन्छ उहाँ अहिले चाहिँ आएर यहाँ सेरेनाको अवलोकन गर्दै हुनुहुन्छ क्यानाडादेखि युट्युब हेरेर र मलाई सम्पर्क गरेर आउनुहुने Happy Serena is good. Oh, it's fantastic. Fantastic. र हामीले क्यानाडादेखि आउनुभएको साथीलाई हामीले बम जीको लागि हामीले यो भिडियो बनाएर पठाउँदैछौँ र साथीले देख्न सक्नुहुन्छ यो सबै चाहिँ पुरै चाहिँ हामीले आज घर निरीक्षण गरेर यो साथीले हेर्दै हुनुहुन्छ राम्रो छ भन्ने कुरा गर्नुभएको छ हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हामीले यसरी व्यवस्थापन गरिरहेका छौँ यो पुस महिनामा यतापट्टि तोरी छ भनेदेखि उतापट्टि चाहिँ तपाईँको तोरी फुलिरहेको छ यो तोरी चाहिँ भक्कसी चाहिँ भएको छ भनेदेखि उतापट्टि तोरी फुलिरहेको छ त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु क्यानाडाबाट आउनुभएको साथीले घर अवलोकन गर्दै हुनुहुन्छ स्याउली बजारमा ताना तानु भो हाना हान भो तिमीलाई देखेर ताना तानु भो हाना हान भो तिमीलाई देखेर ताना तानु भो हाना हान भो पिपल बटे दाई पिपल रुखे दाई सन्चै छ भन्दिनु मेरी मायालाई ठिकै छ भन्दिमला तिम्रो मायालाई सम्झना छ भन्देऊ मेरी मायालाई माया थियो तिम्रो नाउँमा तिमी
तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा पिर्ती नै पिरथी तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा मायालु माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा पिर्ती नै पिरथी तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा मायालु माया थियो तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा पिर्ती नै पिरथी तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा नभए नि सम्पत्ति लाखै लाख सुरक्षित छ तिमीलाई त मेरै काख तिर नगर मन्जरी परान छन्जरी सम्पत्ति लाखै लाख सुरक्षित छ तिमीलाई त मेरै काख तिर नगर मन्जरी परान छन्जरी तिर नगर मन्जरी परान छन्जरी स्याउली बजारमा ताना तान भो हाना हान भो तिमीलाई देखेर ताना तान भो हाना हान भो तिमीलाई देखेर ताना तान भो हाना हान भो तिमीलाई देखेर सिरे टोले हान्यो माया केले तान्यो तान्यो मन उड्यो चङ्गा उड्यो चङ्गा छैन र माया होइन र माया बोली चाली बन्द भो बैसमा माया सरर जामभन्द मानिनौ बुरेस कल्लाओ सरर मायाले जानिनौ माया सरर जामभन्द मानिनौ बुरेस कल्ला हुने भनेर माया तिम्रो जन्ती मेरो मलामी फिर परो पर्ना त फिर परो पर्ना त फिर परेर सकिन मना त बाई बाई माया छर्के सलामी एकैचोटि हुने भनेर माया तिम्रो जन्ती मेरो मलामी सन्चै छ भन्नु है मेरी कुमारीलाई सन्चै छ भन्नु तिम्री कुमारीलाई राम्रै छु भनिदिनु कुमारीलाई है रेडी
लामा कान्छा दाई लामा कान्छा दाई ए मुला सम्झेछ भन्दैन मेरो कुमारी हौ न काट फेरि त्यो भन्न भन्दाखेरि मलाई अलग गीत आउँछन् का कस्तो मामा ठाकुर ये डंडे समझ के रखिए झंडा लगाने के लिए काम आ जाएगा नहीं तो तुम्हारे हाथ पे तो हम रख देंगे नीचे पैर से हम खाना काम आ जाएगा मायालु माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा पिर्ती नै पिरथी तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा मायालु माया थियो तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा पिर्ती नै पिरथी तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया थियो तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा पिर्ती नै पिरथी तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा पिपल बटे दाई पिपल बटे दाई पिपल रुखे दाई सन्चै छ भन्दिनु मेरी मायालाई ठिकै छ भन्दिमला तिम्रो मायालाई सम्झना छ भन्दै मेरी मायालाई ल ल हाम्रो नातिले आगो माल टिपिएको छ नि मेन्चेत ए यो त उसमा हाल्ने हो के उसमा के अरे टिकटक गीत हो नातिले टाँठा नाति छ नि मान्छे खोया जस्ता हुन् तर बिरै मान्छे हुन् हाम्रा खरेल ठेकेदारजीले एकदम सुन्तला एकदम हेर्नुहोस् एक ग्रेडका सुन्तलाहरू टिप्दै 2-4 शब्द जाओस् न ठेकेदारजी हो माटक्ने के छ गाईजी सुन्तला पोथ्राका आज हामी यो बागलुङको बर्को नगरपालिकाको डडाबेसी भन्ने ठाउँमा है हामी आज सुन्तला टिप्दै हाम्रो कडा कडा ठेकेदारहरूले सुन्तला टिपेका छन् ल केटा राम्रो टिपा है साथी हो एकदम ल हाँगा नमाचेर ठुल्ठुला गेडा सबै सेना गेडा सबै मिलाएर लानुपर्छ एकदम मिलाएर ल ठेकेदारहरू कडा तरिकाले टिपिरहेको छन् है केटाहरूले ल आज हामी सुन्तला टिप्दै होइन दारी काका हो क्या सिगरेट खाएको एउटा राम्रो गीत जाओस् न त है म नाच्छु ल हुन्छ ल यसरी नाच्नुहोस् है झुटो माया नलाम्ब पापेनी घर छोडेर जानी बेलैमा घर तपाईँ कहाँबाट आउनुभयो म माथिबाट यसो एउटा राम्रो गीत जाओस् न त है म नाच्छु ल हुन्छ ल यसरी नाच्नुहोस् है झुटो माया नलाम्ब पापेनी घर छोडेर जानी बेलैमा है कसैको भाइ कसैको दाइ अब आउँदैछ बम्मे भाइ सेरे दाइ ल कहाँ हो के हो जानियो हामी
आकाशभन्दा फराकिलो ममताको मेरो सिमाना बाबाको काख मेरो नुनु गर्ने तकिया बिछौना बाबाको काख मेरो नुनु गर्ने तकिया बिछौना है कसैको भाइ कसैको दाइ अब आउँदैछ बमे भाइ सेरे दाइ ल कहाँ हो के हो जानियो हामी आफ्नै गाउँ आफैले बनाउने हो बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयो बिहान उठ्ने बित्तिकै जुन देख्न पाइयो बिहान उठ्ने बित्तिकै Manganay pagkapasarulan Manganay pagkapas ल हाम्रा भाइहरूले है एकदम गाडीबाट गिटी एकदम झारिराखेको छ नि ल हेर्नुहोस् बाटोको यस्तो थियो पहिला यी हिलो बाटो अर्थात् त होइन तर हिलो अहिले चाहिँ ल हाम्रो दारी काका केही भन्न छ भने भनिहाल्नुहोस् कि दारी काका थाकियो ल धेरै काम भयो ल हाम्रो सरहरू हाम्रो बाजे ल केही भन्न छ भने भनिहाल्नुहोस् है यति बाटो बनाएर गर्तो हामीले यतिकै हालिदियो है समाजको सेवा यति त हो हाम्रो भान्जा केही भन्ने भए भन बाटो बनाउने एकदम गतिला मान्छे है नि हाम्रो भान्जा यार यो काम भयो बमबहादुरलाई धेरै धेरै धन्यवाद हजुर हजुर हजुरहरूलाई पनि एकदम म त यसो देखिने मात्रै हो तपाईँको सपोर्ट माया गर्ने मनले के सोचिराखेको थिएँ भने यो बाटो सङ्गीत पिरियडमा बमबहादुर यो बाटो कस्तो बनाइरहन् अहिले यतिको सहयोग पावा भन्ने एकदम बुवा एकदम ल हाम्रो बाजे केही भन्नु नि हो भन्नु न भन्नुहोस् यहाँ तपाईँ त एकदम हाम्रो गाउँको खम्बा हो के अरे खम्बाले त भन्नु पर्यो ल भन्नुहोस् ल भन्नुहोस् अब गर्नुपर्छ राम्रो गरेको छ अब आउने चुनावमा अध्यक्ष उठ हजुर हजुर गाउँलाई राम्रो गर ल हुन्छ बा तपाईँहरूको आशीर्वाद भएपछि त म त्यसै ढुक्क है सर ल हाम्रो खिमे सर हाम्रो पर सर केही भन्ने कुरा भए भनिहाल्नु सर ल हजुर 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 एकदम काम गर्नुपर्छ बाटाघाटा विकास हाम्रो बस्तीहरू घट्दैछन् यस्तै विकास हुने राम्रो हुने सुविधा हुने भने किन घट्थेर हजुर हजुर अनि हाम्रो एकदम मेन कृषक अहिले दारी काका प्लस कृष्ण गौतम ल दुईवटा ठेकेदारले केही भन्ने भए भनिहालौँ है यो भोलि जो बेलुका भिडियो आउँछ भनौँ कि सर गोविन्द सर
हाम्रो भाइ एकदम सबैले भन्नु त्यसमा समर्थन छ ल गाइस हाम्रो चाहिँ दिनभरिदेखि यहाँ बाटो बनाउने काम भइरहेको होइन दिन रात नमानिकन ए हानब लाग्यो केटा ठ्याक्क यहाँ पछाडि ठ्याक्क एउटा गाडी लाइट बाल्ने अगाडि ठ्याक्क मिलाउने गरेर दिनभरि तल काम गरे अहिले फेरि रात पऱ्यो नि रात पनि अब सक्नु पर्यो काम हाम्रो बम दाइको नेतृत्वमा आफ्नै गाडी ल्याएर आफै ल गरम केटा भनेर आफै अगाडि सरेर दाइले होइन ए दिन रात नमानिकन काम गरिराख्नु हो अब चिन्न पर्ने अब सबै हामीले हो के अरे त्यही हो मान्छे चिन्न पर्छ चुनावमा आउँदा पैसा चिनेर हुन्न मान्छे चिन्न पर्छ गाइस त्यही हो गर्ने मान्छे हेर्नु पर्छ होइन दिनभरि काम गऱ्यो दिनभरि नसकेर राति पनि यहाँ काम भइरहेको हुँदैछ यतापट्टि काकाको लिगतिर हाम्रो काम हुँदैछ ल ल है ल इमानदारले काम गरौँ है साथी हो एकदम श्रमदान हाम्रो एकदम हेडसरको हेर्नुहोस् काम युवा हेडसर भनेको यही हो कि समाज सेवामा लाउनु भएको छ स्कुल व्यवस्थापनमा नि एकदम लाग्नु भएको छ है हाम्रो सबै युवा टोलीहरू ल हेरौँ त हाम्रो जनजातिको हरिसर पनि एकदम पर पनि लाइकको हुनुहुनेछ एकदम श्रमदान गर्नुहुनेछ हाम्रो ल हेर्नुहोस् रिटायर सर उहाँ पनि एकदम समाज सेवामा तल्लीन हुनुहुन्छ है हाम्रो बुढो मान्छे भए पनि एकदम हिँडेर आउनु भएको छ हिँड्नमोडी भाषरी एकदम हामी श्रमदान गरिराखेका छौँ कन्टिन्यू चलिरहेको छ ल हेर्नुहोस् है हाम्रो डिलराज सर एकदम कति वर्ष पढाउनु भयो सर सरले कति वर्ष पढाउनु 35 वर्ष पढाएर ल हेर्नु त यो जोस हाम्रो सरको जोस समाजप्रतिको लगाव हेर्नुहोस् हाम्रो सरको ल ल ल ल ल हजुर काम भयो धमाधम भइरहेको छ ल हेर्नु कस्तो हिलो कच्चड जमिन एकदम हाम्रो साथीभाइ एकदम सहयोगको लागि बहुत बहुत धन्यवाद है हाम्रो भाइहरूले मलाई चाहिँ नआन है ए हाम्रो 10 रुपियाँ भाइ हाम्रो एकदम लाउरे हाम्रो यो सुनबहादुर सर राजु मास्टर सागर भाइ हाम्रो त्यो गाडीको चालक हाम्रो गोविन्द भाइ लिली खत्री हाम्रो एकदम काले डन हेन्सम भाइ मेन यही गरे एकदम ल काम यस्तो भइराखेको छ अब एकदम आरामले निधाएर हिँड्न सकिन्छ अब रेल हिँड्छ यो बाटो रेल अलि दिन ट्र्याक्टर पनि नल्याउनु अनुरोध गर्दछु है मैले हजुरलाई हजुर सबैजनालाई कलिङ गरेर होइन बाटो लिकमा अब दाइले गाडी चढाउँदै हुनुहुन्छ हजुर तो मारो तो खेलते खाले काले या बा कति गिया नि हो कि कति हालो मतलब तो नाम बंद
टक्क लाएर केटाले पुरा गरिरहेछन् होइन ट्याक्क ओए चुप्पा लाग्यो के मा भिडियो यो फेसबुकमा राख्ने भिडियो थोडी न यहाँ आक्रमबाजी गर्नु बमदाई ल बमदाई लगायत लिलम विजय राजु अङ्कल सागर अनि अर्को जडिया लुरो गाडी चाहिँ उहाँ छ होइन बाटा हालत टक्क बमदाईले होइन छक्क लाएर बनाउनु लाउनु यी ल त्यहाँ गर्नु मन्त्री घर त्यही जडियापाटी हो यो गोविन्दले लिएर आइसक्यो जेन्जी टोली हो क्या यो जेन्जी टोली बाटा सुरक्षित तर दाइ यो भिडियो त राख्ने तर के भनेर राख्ने हो त यो भिडियो एकदम सोसल वर्कर एकदम सामाजिक श्रमदान भनेर मुला साग अच्छा साउन्ड काट्न पर्ने जस्तो बोली ए आमा तपाईँ केही भन्न चाहनुहुन्छ यसबारे आएर तपाईँ केही भन्न चाहनुहुन्छ म गाडीलाई चाहिँ छिराउने भन्न चाहन्छु गाडी त छिरो अब अर तपाईँ केही भन्न चाहनुहुन्छ यता हेर्नुहोस् न केही भन्न चाहनुहुन्छ केटो इन्डियाबाट आउँदा बित्तिकै कहाँ जड्या जाड खाथ्यो र आँखा कुच्चा गाली गर्छ भनेर उहाँ गएर खाएर कहाँ बमदाई केही भन्न चाहनुहुन्छ यसो उभिनु केही भन्नुहोस् यसबारे एउटा यस्तो भयो बाटो बारेमा यसो बाबु बाटो बारे सारीमा हुन्न अब यो गोले खनेको हजुर ढिलो भन्छ ढिलो भयो पानी पानीले बिगारेको सबभन्दा बारेले बिगारेको ठुलो कमजोरी भनेको पानीको अब त्यही भएर हामी अब सबैजना है साथीभाइ भएर आइएछ श्रमदान गर्नलाई त्यसरी यो बोल्ने दाम अनि तपाईँ के भन्न चाहनुहुन्छ तपाईँ कहाँ अब भर्खर लारुबाट आएको होइन हट्टा कट्टा हेर्नुहोस् भन्दा अन्त कान्दा बिग्रो भेना हुनु पर्यो त्यो बैठक हिजो अस्ति आज फर्किँदैन घर आएर बैठकको दिन आएको भेना आएको त लुकी चन्नुबाट होइन आयो भन्थे हो न र होइन अस्ति हाम्रो बैठकको दिन त होइन होइन त बैठकमा शुक्रबार बेलुका गाईले फर्स्ट टाइम हाल्नु चाहिँ शुक्रबार बेलुका राति गरेछ ढिला भयो नि त भयो धेरै नगरे लेखा जा भयो भिडियो है ढुङ्गा लेखे जा त्यहाँ भाइले फाले खान्छ
अगाडि अड्केन यहाँ अप्ठ्यारो हुन्छ यति भयो नि घुम्दाखेरि त्यो अड्केर अब त यो त यसलाई छिनाल लियो भने त अब त त्यहाँबाट पुरै गिँडे पनि हुन्छ ठ्याच्च यता बस्छ अब यसलाई उता चुहाल्दै हान्नु जम्मा हान्ने हामी अब यसो गर्नुपर्छ त्यसलाई खसालेर अलिकति त्यसलाई काट माथिबाट आधी जति उँधाबाट काट्दै जानुपर्छ यस्तो गर्नु थाल्यो भने
मुखादिजायत ओम अग्निर्देवता वातो देवता सूर्यो देवता चंद्रमा देवता वसवो देवता रुद्रा देवता नित्यादेवता वरुणो देवता ओम सद्यो जातं प्रपद्यामि सद्यो जाताय वै नमो नमः तेल समय तेल हाल्नु पुग्दैन भन्थिस् नि लानिस् म चाहिँ झ्याप्पै मिलाइदिन्छु मेरो एकाउन्टमा रुपियाँ आउनु पर्यो होइन त अब यहाँ ज्योतिसँग पनि अहिले म अहिले ब्याटर खेल्छु यति बेला चाहिँ बसन्त सर तपाईँलाई त एउटा अब सुनाउनु पर्छ कि अब सुनाइदिनु न त्यो भुवन भूषाल आएको थियो नि अस्ति हजुर हजुर एकचोटि भोलि सुन्ने सुनाइदिउँ सुन्ने त हो सुन्ने सुन्ने ल होइन भोक लाग्यो क्या बोल्दा बोल्दै भोक लाग्यो जस्तो लाग्यो लगभग भन्नुपर्छ ल एकचोटि भुवन भूषाललाई कतिजनाले चिन्नुहोस् हात उठाउनुहोस् त हात उठाउनुहोस् नत्र बोल्दै बोल्दिनँ मरिन्छ ल हात उठाउनुहोस् त भुवन भूषाललाई यो भिडियो भुवन भूषाल यता होइन कि यता 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 अहिले पठाउने फोटा ल भुवन भूषालको बोल्छु है त यो दोस्रो मुसिकोट कृषि पर्यटन खेलकुद सांस्कृतिक औद्योगिक व्यापार महोत्सव 2081 हजुर कसरी बोलाऊ ज्योति दिदीलाई ल ज्योति दिदी यो स्टेजमा आइसक्नु भएको छ एकचोटि सबैजनाले पर्र ताली बजाउनुहोस् यो अन्त बल्लाएर मुसिकोटले न्याय पायो कसो छ हिसाब तातो चिया साथमा मस्ती उहाँले बढी आँटो खानुहुन्छ के रुन्छ नि मन किन रुँदैन काँचो आँटो नपकाउ ये बुढी पेट दुखेको सन्च हुँदैन म्याडमलाई यही भन्नु पर्यो यति काँचो आँटो भएछ ल अब ज्ञानुजी एकचोटि केपी ओलीको सुन्न पर्छ कि कस हजुर करस गराउने कमला कर्तव्य हो हामीले यो यो गर्ने भनेको त के हो भन्छौ भने यो हामीले हाम्रो त्यो यो कीर्ति राख्नको लागि गर्नुपर्छ क्या कीर्ति हामी मरेर गए पनि यहाँ यो बगैँचा गराएको यिनी वृक्षहरू लगाएको यो पोखरी बनाएको फलानाले बनाएका हुन् भन्ने कुरो सधैँभरिलाई सम्झना भइरहेको छ पोखरी हाम्रा उहाँहरूले जग्गा दिनु यहाँ बनाइयो यो हामी सबैको यो गाउँको कल्याणको लागि हामीले सबैले गर्नुपर्छ त्यो एउटा व्यक्तिको होइन यो धर्म भन्ने कुरो एउटाको हुन्न एउटाले गरेर धेरैलाई पुण्य हुन्छ कि लायन हे धुपी बर पिपल लाकुरी लगायतका फुलहरू त्यहाँ अझै पनि छन् ती बेर्नाहरू यिनी हामी लगाउँदैछौँ आज ल साथ सहयोग गर्नुहुने बुवाहरूप्रति नि एकदम हार्दिक नमन यिनी बिरुवाहरू एकदम लगाएर एकदम यहाँ फुलको बगान बनाउने विचार गरेको छौँ हामीले है हजुर मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरि लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते लक्ष्मी रात्रे पार्श्वे नक्षत्राणि यो ठेटो
देवताभ्य पितृभ्यश्च महायज्ञैवत नमः सहाय सदाय नित्यमेव नमो नमः। आज योगिनी एकादशीको सप्तव्याधा दशारण्ये मृगालं धरिगिरौ चक्रवाका शरद्दीपे हंसासर सीमानसे देवी जाता कुरुक्षेत्रे ब्रह्मणा वेदभारजा प्रस्थित दृङ्गम धनम एवं किम सनिदध ये विप्रमुख कुरुदान गलेषु जातः तथा दासकुले मृगाश्च कालञ्जरी सप्तचक्रवाका ये मानसे ते भयमत सिद्ध पञ्चकोशं गया क्षेत्रं कोशमेकं गया शिर यत्र स्मरे विद्वान् चित्तिनां दत्तमक्षौ श्राद्धभूमौ गयं दत्ता तथा देवं गदाधर्मम् उहाव्यं नमस्कृत्यं ततः श्राद्धं समारयेत् गया 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 दीतो गायत्री जगदाधर गया गया सुरश्चैव षड् गया मुक्तिदायिका ईशाना विष्णुकमला सनकार्तिकेय वनिहितर्यार्कधनी सकले शराणां करञ्जा मरेन्द्र कलशत् भवकस्य पादान् नमामि सततं पितृमुक्ति हेतु समस्त चालसे बन्धुहरूका सब पितृहरूको उद्धारका निमित्त रामप्रसाद वासिष्ठले यहाँ अर्पण गरेको ठाउँमा आज वृक्षरोपण गर्दैछौँ, फुलहरू लाउँदैछौँ। पितृहरूको उद्धार होस् भन्नका लागि हामीहरू सबै जम्मा भएर हाम्रो अध्यक्ष बमबहादुर खत्रीबाट सबै सहयोग पनि यहाँ पाइएको छ र हामीले अरू पनि यहाँ राम्रो बनाउँला भन्दै यहाँ आरम्भ गर्दैछौँ। पढ्नलाई मन लाउन है मात्रै आउँछ राष्ट्रिय गान बज्दा नि नाच्दिन मन लाउँछ पढ्नलाई मन लाउन है मात्र फोटो हाल्न त भिडियो नि गरिदियो फोटो हाल्न त भिडियो नि गरिदियो फोटो खिचिदियो साइन्दा ल देब्रे हो त्यता भले त्यता काट फोटो 2-3 चोटि खिच्ने भयो। सबै दोत्रो त डलिहाल्छ नि राणाले त छोड्दैन र त्यहीँ बसिरहन्छ है कस्तो हो हजुर राणा त्यो अति पहिला जहाँ बस्यो त्यहीँ बस्छ कि छोडेर अन्त होइन बाहिर देखिन्छ सत्त बाहिर आएर ट्याप छोप्ने भनेर भित्रबाट घर मोर छ निकाल्दा अनि भित्रबाट पाल्यो छ भित्र बाई बिटा राणा मात्र यहाँ ल्याएर पनि थाहा पाउँछन् नि आउँछन् रानो यति आएको अहिले सबै त्यो बाहिर गयो कसैले घुम्छ क्या सर्वतिर चप्पा सुत्नु पायो भने बिच्चा त्यही पुरा लेन्स लगाएर हेरेको भित्रको राणा मात्र देखिन् भित्रको दाहिनेपट्टि त्यतैनिर चाहिँ त्यही बिच्चा घत्ता हो एउटा मात्रै हुन्छ दुईटा भए त फुटिहाल्ने जान्छ कि दुई गाह्रो हुन्छ रानो एउटी गाह्रो दुईवटा रुने जान्छ हुन त हुने भयो भने भाग्ने त्यही भएर चाहिँ फुट्ने आधी बस्ने आधी जाने हुन्छ नि होइन
यसो गरेर बोलाउँ किन ठक्क भाल्नु अहिले तार हाल्नु खुट्टा होला है ओइ